एकछिनलाई मान्नुहोस् कि यो व्यक्ति तपाईँ हो। तपाईको अगाडि यति ठुलो रकेट छ कि त्यस रकेटमा तपाईको पुरै गाउँका मान्छे अटाउन सक्छन्। त्यसमा तपाईका गाउँमा भएका सबै सामान राख्न सकिन्छ, जस्तै गाई, भैँसी, कुकुर, कार, बाइक, मोबाइल, टिभी, कम्प्युटर, फ्रिज, फ्यान, हामीले उपयोग गर्ने सम्पूर्ण सामान, गाउँकै सामान। अब हामी यस रकेटमा बसी पृथ्वीभन्दा कयौं टाढा अर्कै ग्रहमा जाँदैछौँ, जहाँ त्यहाँका मान्छेहरू अहिले पनि जङ्गलकै प्रवृत्ति गर्दछन्, जङ्गलकै मान्छेसँग बाँच्दछन्। उनीहरू अन्य जनावरको शिकार भाला, लाठीले गरिरहेका छन्। उनीहरूले त्यसलाई नपकाइकन खान्छन्। उनीहरूलाई आगो बाल्न आउँदैन, बस्न घर छैन, जङ्गलमा नै बस्छन्, लुगा छैन, ठ्याक्कै वन मान्छे जस्तै। त्यहाँका मान्छेहरूले आकाशमा झर्दै गरेको वस्तु देख्छन् र टाढाबाट लुकेर हेर्छन्। केही समयमा त्यस वस्तुबाट अथवा रकेटबाट मान्छेहरू निस्किन्छन्। आफूहरू जस्तै मान्छे त्यस रकेटबाट निस्किएको देखेर उनीहरू दङ्ग पर्छन्। उनीहरूकै वरिपरि रमाउँछन्, हेर्छन्, अचम्म मान्छन्। रकेटमा भएका मान्छेहरू पनि उनीहरूसँग नजिक हुन खोज्छन्, उनीहरूलाई खाना दिन्छन् र सहयोग गरे जस्तो गर्छन्। रकेटबाट गएका मान्छेहरूले त्यहाँका वन मान्छेहरूलाई तिनीहरूको दिनचर्या कटाउनलाई सहयोग गर्छन्, जस्तै शिकार गर्न, खाना पकाउन। पृथ्वीबाट लिएर गएका सामानहरू उपयोग गर्दै उनीहरूलाई शिकार गर्न सहयोग गर्छन्, घर बनाइदिन्छन् र सँगसँगै त्यस ग्रहको अनुसन्धान पनि गर्दै जान्छन्। अब केही समय बित्दै जान्छ र त्यस रकेटमा गएका मान्छेहरू फेरि आफ्नो ग्रहमा फर्किने बेला हुन्छ, यानि कि पृथ्वीमा फर्किने बेला आएको छ। उनीहरू त्यस ग्रहबाट बिदा भएर आफ्नो ग्रहमा पृथ्वीमा फर्कन्छन्। त्यहाँका मान्छेहरू उनीहरू आकाशबाट आएका फेरि आकाशमै गए, फेरि फर्केर आउँछन् भनी कुरेर बस्छन्, आकाशतिर हेरेरै बस्छन्। समय बित्दै जान्छ तर कोही फर्किँदैन। त्यहाँका मान्छेहरू उनीहरूको सम्झनामा कसैले मूर्ति बनाउँछन्, कसैले कापीमा कोर्छन्, कसैले कथा बनाउँछन् र आफ्ना नाति नातिना केटाकेटीहरूलाई सुनाउँछन्। दिन त्यसै बित्दै जान्छ, वर्ष त्यसै बित्दै जान्छ। उनीहरूका पुस्ताले पनि त्यस कथालाई आफ्नो पुस्तालाई सुनाउँदै जान्छन् र आकाशबाट आएका उनीहरू भगवान हुन् भनी कसैले पूजा गर्न थाल्छन्, कसैले मूर्ति बनाउन थाल्छन्। धर्मको नाममा थुप्रै क्रियाकलापहरू हुँदै जान्छ। कसैले हाम्रो भगवानले यो लिएर हिँड्नुहुन्थ्यो, कसैले यो लिएर हिँड्नुहुन्थ्यो, कसैले यो चिज बोक्नु भएको थियो भनेर उनीहरू मूर्तिमा पनि उतार्छन्। अब बस सीमित थियो त याद र कथाहरू। हामीले पुज्ने देवी देवताहरू पनि यसरी नै ठ्याक्कै आउनु भएको नि त हुनसक्छ। हामीले अहिले पुज्दै गरेको देवी देवताहरू। बाँकी कुरा हजुरहरूकै साथमा छोड्दै आजको लागि यति नै। हस्त नमस्ते।